भर्खरै मात्र मैले पनि कक्षा 12 को एनइबीको परीक्षा दिएको र सर्वप्रथम म के भन्न चाहन्छु भने विद्यार्थी लुट्ने काम बन्द गर, विद्यार्थी लुट्ने काम बन्द गर, विद्यार्थी लुट्ने काम बन्द गर। निःशुल्क शिक्षा त परको कुरा, जब विद्यार्थीको रिजल्ट मिस्टेक हुन्छ सरकारले एनइबीले त्यहाँ गल्ती गर्छ र त्यो कुरा विद्यार्थीले रिचेक गर्न रिटोटलिङ गर्न पनि कयौं पैसा तिर्नुपर्ने, त्यो कुराको यहाँ विरोध गर्न हामी उठिरहेका छौँ। र अर्को कुरा के भन्न चाहन्छु भने यदि रिटोटलिङ गर्दा रिचेक गर्दा यदि शिक्षकहरूको गल्ती थियो भने शिक्षकहरूको गल्ती थियो र अलिकति पनि थोरै मात्र पनि एक मार्क्स मात्र पनि तलमाथि भयो भने विद्यार्थीलाई क्षतिपूर्ति दिने कि नदिने, विद्यार्थीले जो रिटोटलिङ गराएको पैसा रिचेक गरेको पैसा फिर्ता दिने कि नदिने त्यो दिनु पर्यो, शिक्षकलाई कारबाही गर्ने कि नगर्ने। त्यसकारणले यदि हाम्रो विरोध गर्ने छैनौँ, तर यदि रिटोटलिङ गर्दा रिचेक गर्दा यदि रिजल्टहरू चाहिँ फरक आयो भने परिवर्तन भयो भने चाहिँ त्यो परीक्षण गर्ने सम्परीक्षण गर्ने शिक्षकलाई कारबाही गर्ने कि नगर्ने, हामीले पैसा फिर्ता दिने कि नदिने, यो कुरा